तोडफोड त्यसपछि लगायत यहाँ धेरै सामानहरू चाहिँ हराएको अवस्थाहरू पनि छ। अब हामी अहिले यसको क्षतिको एकिन पनि गर्दैछौँ, तथ्याङ्कहरू सङ्कलन पनि गर्दैछौँ। ठुलो मात्रामा क्षति भएको छ, हामी कहाँ कहीँ पनि बसेर अहिले सेवा प्रवाह गर्न सक्ने अवस्था छैन। जति पनि हामीसँग सामग्रीहरू कम्प्युटर, प्रिन्टर अब जति पनि थिए सबै नष्ट भएको छ। क्षति चाहिँ हामीले एउटा कोठामा चाहिँ एकदमै क्षति भएको छ। अब जहाँ फाइलहरू देखि लिएर हरेक कुराहरू थिए त्यो कुराहरू पनि क्षति भएका छन्। बाइकहरू पनि जलेका छन्। अब थुप्रै क्षति भएको छ। यसको चाहिँ हामी तथ्याङ्क सङ्कलन गर्दैछौँ र अहिले मुख्य कुरो चाहिँ हामीले केही हदसम्म एउटा यो कोठा भने माथिल्लो तल्लामा क्षति चाहिँ जलेर नष्ट भएको छैन। माथिल्लो तल्लामा चाहिँ तोडफोड लगायतका कुराहरू चाहिँ भएको छ। हामी यसमा सचेत पनि छौँ। जिल्ला प्रशासनबाट अस्ति मिटिङ पनि भएको थियो कार्यालय प्रमुखहरूको। एक किसिमको सेवा प्रवाहलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने किसिमको कुरा पनि भएको थियो। हामीले सोचिरहेका छौँ। अब यहाँ कस्तो भइदियो भने अब कार्यालयदेखि क्वार्टरसम्म नै क्षतिहरू भएको छ। त्यहाँबाट सामानहरू पनि हराएको छ। विभिन्न कुराहरू भएको हुनाले अहिले कहाँ बसेर सेवा दिने भन्ने अन्यल छ। हामी कहाँ एउटा त्यहाँ हल पनि छ। त्यो हलमा अब सामान्य तोडफोड भए पनि त्यहाँ बसेर कम्तीमा केही सुरु गर्न सकिन्छ कि भन्ने किसिमले खोजिरहेका छौँ। त्योभन्दा पहिला अब यसलाई मुजुल्का लगायत यसको क्षतिको यकिन गरेर एउटा कानुनी रूप दिन पाए त्यसपछि हामी क्रमशः हामी सेवा प्रवाह गर्न सक्ने अवस्थामा चाहिँ जान्छौँ। तर तत्कालको लागि हामीले सेवा दिने अवस्था चाहिँ छैन। तर हाम्रो अब एकदमै अत्यावश्यक सेवा दिने कार्यालय पनि होइन, यो इमर्जेन्सी त्यस्तो सेवा दिने कार्यालय होइन। तर किसानहरूलाई प्राविधिक सेवा हामीले फोन मार्फत अन्य सेवा मार्फत दिन सक्छौँ। स्थानीय तहसँग सहजीकरण गरेर पनि दिन सक्छौँ। तर अब हामीले यसको सबै क्षति यकिन गरेर मुजुल्का गरेर मूल्याङ्कन गरिसकेपछि सामान्य सेवा चाहिँ प्रवाह गर्ने हामी चाहिँ सोचमा छौँ। ठ्याक्कै यति दिन चाहिँ भन्न सकिँदैन। हामीले अब यो यसका लागि हामीसँग कम्प्युटर, प्रिन्टर, अब छाप सबै कुराहरूको फेरि व्यवस्था मिलाउनु पर्ने भएको हुनाले हामीलाई केही समय चाहिँ लाग्छ। ठ्याक्कै यकिन चाहिँ गर्न सकिँदैन अहिले।